नमस्कार सबैजनालाई। आज राजनीतिक नेपालको राजनीतिको बारेमा थोरै बोल्न मन लाग्यो। अहिले हाम्रो देशमा नयाँ सरकार गठन भएको छ। धेरै नै खुसीको कुरा हो। र यो नयाँ सरकार चाहिँ नेपाली जनताले करिब करिब 2/3 बहुमतले जिताएको सरकार हो। र हाम्रा पुराना दलहरूले अझै पनि निकै भर्खर मात्रै सरकार गठन भएको छ। त्यही पनि अहिले धेरै पुराना दलले विरोध गर्नुहुन्छ, स्पेशली एमालेले। तपाईहरूले अहिले विरोध गर्नुभन्दा पनि जनता सामु जानुस्। जनतासँग सबैभन्दा पहिला त तपाईहरूले माफी माग्नुस्। विगतमा तपाईहरूले गर्नुभएको गल्तीको धेरै गल्तीहरू गर्नुभएको छ। तपाईहरूले जनताले तपाईहरूलाई धेरै धेरै माया गरेर धेरैचोटि माया गर्नुभएको छ। तपाईहरूलाई अगाडि बढाउनु भयो, तर खोइ त तपाईहरूले के गर्नुभयो। तपाईहरूको कारणले गर्दाखेरि अहिले नयाँ पार्टी उदाएको, रासपा भन्ने पार्टी तपाईहरुकै कारणले गर्दाखेरि। तपाईहरुले नातावाद, कृपावाद, पैसाको लोभ यदि नगर्नु भएको भए अहिले तपाईहरु नै हुनुहुन्थ्यो सत्तामा। तर तपाईहरुले त्यो गर्नु भएन। पाप गर्नुभयो तपाईले देशलाई, अपराध गर्नुभयो देशलाई। त्यसैको परिणाम हो अहिले। भर्खर त 15-20 दिन त हुँदैछ यो सरकार गठन भएको। हेर्नुस् न, पर्खिनुस्। तपाईहरुलाई अलिकति पनि धैर्यता भन्ने कुरा थाहा छैन। धैर्यता गर्नुस्। बहुमतको सरकार छ, काम गर्न दिनुहोस्। तपाईका नेताहरूले भ्रष्टाचार पहिला मजाले गर्नुभएको छ। भ्रष्टाचार गर्नु भनेको त देशमा कसैले ज्यान मार्नु भन्दा पनि ठुलो कुरा हो। भ्रष्टाचार भनेको अपराध हो। उहाँहरूले त सजाय त पाउनुपर्छ नि त। उहाँहरूले भ्रष्टाचारीहरूलाई कारबाही गर्नु भनेको नराम्रो हो। देशलाई घाटा लाग्छ भ्रष्टाचारीलाई कारबाही गर्दाखेरि। त्यही भएर तपाईले आन्दोलन, हत्या, हिंसा अब फेरि त्याग्नुस्। जानुस् जनताको सामने विगतमा गरेका गल्तीहरूको माफी माग्नुस्। र फेरि तपाईहरु 5 वर्ष पछाडि बलियो भएर आउनुस्। यो सरकारले फेरि नराम्रो काम गरेपछि त तपाईहरुकै पालो त हो नि। जनताले फेरि तपाईहरुलाई जिताइहाल्नुहुन्छ। तर तपाईहरुले जनतालाई भरोसा दिन सक्नु पर्यो कि अब हामी भ्रष्टाचार गर्दैनौं, हामी शुद्ध छौं, सफा भएर आयौं भनेर तपाईहरुले विश्वास दिलाउन सक्नु पर्यो। एमाले, कांग्रेस, माओवादी सबै पार्टीहरु तपाईहरुले देशलाई धेरै अत्याचार गर्नुभयो पहिला। तपाई सँगैका देशहरु कहाँ पुगिसके। अहिले तपाईहरु कहाँ हुनुहुन्छ? तपाईहरु भन्दा पनि हामी कहाँ छौं अहिले? गर्न दिनुस्। अहिले 6 महिना, 1 वर्ष, 1.5 वर्ष, 2 वर्ष हेर्न दिनुस् यो सरकारले के गर्छ। राम्रो काम गर्यो भने त सपोर्ट गर्नुस् न तपाईहरुले। हामी सबैको लागि हैन, तपाईहरुको उद्देश्य पनि त देश विकास गर्ने नै हो नि। चाहनुहुन्छ भने त्यसैले पर्खिनुस्। काम गर्न दिनुस् यो सरकारलाई। धन्यवाद।